दर्शकवृन्द, यी हुन् ज्ञान्द्रापाडा बडालाइन निवासी स्विटीका आमा बुवा। उनीहरू भन्नुहुन्छ कि मेरो दुःखको दिन र दुःखको अवस्थालाई सम्झिँदाखेरि धेरै रुन मन लाग्छ। जबकि मेरो घरमा एक बोरा चामल किन्ने पनि पैसा थिएन। त्यतिखेर गाउँघर छरछिमेकीहरू मेरो यस्तो दुःखको दिन देखेर हाँस्ने गर्थे। जब स्विटीको जन्म भयो त्यस दिनदेखि मलाई सुखका दिनहरूले छाउन थाल्यो। यो मेरो स्विटी छोरी लक्ष्मी भएर आएको छ। स्विटीको जन्म पछाडि मलाई धेरै सुख भयो। मलाई 3 लाख रुपियाँको लटरी पनि लाग्यो। अहिले मेरो घरमा 2टा साइकल छ, 2टा मोटरसाइकल छ, कार पनि छ। मेरो सुखको दिन आएको छ भन्नुहुन्छ उहाँ। नमस्कार हजुर, तपाईँ चाहिँ स्विटीको बाबा नि? बाबा। स्विटी अहिले कति वर्षको भयो? अब मेरो छोरी 14 वर्षको। 14 वर्षको। तपाईँले भन्नुहुँदै थियो एउटा दुःखको कहानी। त तपाईँले अघि सुनाउनु भयो, जो मेरो घरमा खानुको लागि जब पहिला चावल पनि किन्नु सक्ने क्षमता थिएन। स्विटी छोरी जन्मिकन चाहिँ मेरो घरमा धेरै लक्षण आयो। मेरो घरमा साइकल पनि थिएन। मेरो घरमा साइकल पनि थिएन। अरू घर माग्दाखेरि नि मेरो बिग्रेको छ, बिग्रेर भनेको छ। तर यो छोरी जन्म गरेर मेरो साइकल होइन। आज मेरो घरमा एउटा 2वटा साइकल छ, एउटा प्लेटिना छ, अनि एउटा बुलेट छ, अनि एउटा कार। छोरी लक्ष्मी हो र यो छोरीलाई म आज उसको ठुलो भाउहरूसँग मैले दाम दिएको छु। आमा बुवा स्विटीको आउनु भएको छ, कति खुसी लाग्दो कुरा गर्नुभयो। यो धेरै खुसीको कुरा हो। जब यो स्विटी छोरी जन्मिकन मलाई यति सुख भयो भनेर बाबाले आफ्नो दुःख पोखिसक्नु भएको छ। यो हामीलाई एउटा आँखाबाट आँसु चुइने कुरा हो। तपाईँ अब छोरीको बारेमा के भन्नुहुन्छ? धेरै खुसी लाग्यो। कोही चिन्ता नगर्नुहोस्, आउँदै गर्नुहोस्। पिठी त यहीँ बसेर स्कुल पनि जान्छ, पढ्दैछ।